नेकपा एमाले थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष, थुलुङ दुधकोशी गाउँपालिका 9 नम्बर वडा संस्थापक अध्यक्ष भूपाल सिंह राईज्यूलाई मञ्चमा म आफ्नो छोटो भनाइ राखिदिनुको निम्ति आमन्त्रण गर्न चाहन्छु। धन्यवाद रामशंकर किरातीज्यू। कार्यक्रमका अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष उदयमान नेता आदरणीय असीम राईज्यू, कार्यक्रमका विशेष अतिथि संविधान सभा सदस्य गोकर्ण राईज्यू, कार्यक्रमका विशेष अतिथि हाम्रो समुदायको सिङ्गो नेपालका सम्पत्ति लुम्बिनी विकास कोषका इन्फर्मेसन अफिसर आदरणीय भैरज राईज्यू, थुलुङ राई सामाका केन्द्रीय सदस्य केन्द्रीय अध्यक्ष भलाकाजी राईज्यू, ग्यासमा आसीन निर्वाचित अध्यक्ष महेन्द्र राईज्यू, आदरणीय व्यक्तित्व महोदय, यस कार्यक्रमका अतिथि आदरणीय व्यक्तित्व ज्यूहरू लगायत यस महत्त्वपूर्ण बैठक कार्यक्रममा उपस्थित हुनुभएका तपाईँ सम्पूर्णमा नेकपा एमाले थुलुङ दुधकोशी गाउँपालिका पार्टी कमिटीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट सर्वप्रथम स्वीकार्नुहोस्, नमस्कार अभिवादन। यस कार्यक्रममा निमन्त्रणा गरेर आफ्नो केही भनाइहरू समेत राख्ने जुन सुवर्ण अवसर प्रदान गर्नुभएकोमा आयोजकप्रति म सर्वप्रथम हार्दिक धन्यवाद आभार प्रकट गर्न चाहन्छु। यो कार्यक्रम ऐतिहासिक छ, यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण छ। मलाई एक्ज्याक्ट डेटा छैन, थाहा छैन, तर नेपालभर मात्र होइन विश्वभर हामी थुलुङवासी समुदायहरू लगभग 25,000को सङ्ख्यामा छौँ भन्ने मैले जानकारी पाएको छु। यो लगभग 25,000को जनसङ्ख्या भएको थुलुङ राई भाषी संस्कार संस्कृति अवलम्बन गर्नेहरूको यो एउटा ढुकढुकी यो कार्यक्रम भन्ने मैले बुझेको छु। र आज यस बैठकबाट एउटा समन्वय समिति गठन पनि हुँदैछ, जसले नेपालभरको मात्र होइन यो विश्वभर छरिएर रहेको नेपाली थुलुङ भाषीहरूलाई एकताबद्ध गर्नेछ र हाम्रो मुलिदेल मुक्लीमा रहेको ओगाडेन दरबारसँग केन्द्रित गर्नेछ भन्ने कुरा मैले बुझेको छु। अझ यो बैठकमा हामीले आफ्नो कुराहरू राख्नुभन्दा अगाडि आयोजकबाट यो अहिलेसम्म ओगाडेन दरबार क्षेत्रको विषयमा अहिलेसम्म हामी स्थानीय सरकार गठन भइसके पछाडि आजको मितिसम्म के काम कति भयो भन्ने कुराको डिटेल्स हामीले पाएको भए अब हामीले के सुझाव दिने, के कम भयो अथवा के गर्न सकिन्छ भन्ने कुरामा हामीले आफ्नो कुरा राख्न सक्थ्यौँ। त्यसैले ओगाडेन दरबार क्षेत्रको विषयमा अहिलेसम्म कतिवटा कुराहरू भयो, के भयो भन्ने कुरामा म अनभिज्ञ छु। यद्यपि मैले 1-2वटा मात्रै मेरो कुराहरू राखेर यो शुभकामना मन्तव्य सघाउनेछु। हाम्रो सोलुखुम्बु जिल्ला त्यसै पनि भाग्यमानी जिल्ला हो। विश्वको सर्वोच्च शिखर सगरमाथा एभरेस्ट त्यहाँ छ। विश्वमा 14वटा हिमालहरू 8,000 भन्दा माथिको हिमालहरू छन्। त्यसमध्येमा 14वटा हिमालभित्र 1 नम्बरमा पर्ने हिमाल सगरमाथा सोलुखुम्बुमा छ। त्यसैले हामी सोलुखुम्बुवासीहरू अभावमा बस्नुपर्ने हामी होइन। त्यसै गरी अर्को राम्रो पक्ष के हो भन्दा यो थुलुङवासी थुलुङ समुदायको मात्रै नभएर यो सोलुखुम्बु जिल्लामा जति फरक फरक समुदायमा हामी बसोबास गरिरहेका छौँ ती सबै समुदायहरूको एउटा मेरो केही छ भने त्यो ओगाडेन दरबार हो भन्ने एउटा क्षेत्र भनेको ओगाडेन दरबार हो। त्यहाँ होला अन्य समुदायको पनि त्यस्तो ऐतिहासिक पुरातात्विक क्षेत्रहरू होला, त्यो हामीले उत्खनन गर्नुपर्छ, खोज्नुपर्छ, त्यो पनि हाम्रो दायित्व हो। यसो भन्दै गर्दा थुलुङीहरू मात्रै एक भएर थुलुङवासीहरू मात्रै एक भएर ओगाडेन दरबारको उत्खनन गर्ने, संरक्षण गर्ने, पुनर्निर्माण गर्ने कुरा गरिरहेका छन् भन्ने कुरा अन्य समुदायहरूले बुझ्नु पनि हुँदैन। हामीले अन्य समुदायको पनि के त्यहाँको ऐतिहासिक कुराहरू छ, पुरातात्विक कुरा छ, त्यो खोज्नमा हामी सहयोग गर्दै हामी थुलुङ भएको हिसाबले त्यसमा पनि थुलुङ दुधकोशी गाउँपालिकाको थुलुङीहरू भएको हिसाबले हाम्रो सबैभन्दा ठुलो दायित्व भनेको त्यो ओगाडेन दरबार क्षेत्रलाई अब कसरी चाहिँ पुरातात्विक बनाउने, कसरी ऐतिहासिक बनाउने र कसरी चाहिँ यो नेपाल सरकारले रिकग्नाइज गर्ने पुरातात्विक ऐतिहासिक क्षेत्र बनाउने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। अहिलेसम्म
हामीमा एउटा ओरल हिस्ट्री भनेको मौखिक हिस्ट्री मात्रै छ। उदाहरणको लागि गोकर्ण दाइले माउ दाइले सोध्ने हो भने बाजेले यसो भन्नुहुन्थ्यो, यो हाम्रै दरबारले यति त छ, यो एउटा ओरल हिस्ट्री हो। तर यो प्रमुख हो, फेरि ओरल हिस्ट्री हुनु पनि प्रमुख कुरा हो। त्यसै गरी हाम्रो थुलुङ भाषामा थुप्रै त्यहाँको चाहिँ जस्तै काँगेल भयो, मुक्ली भयो, लोकिम भयो, यसरी थुप्रै क्षेत्रको चाहिँ हाम्रो त्यहाँ नामाङ्कन पनि गरिएको छ। त्यो पक्कै पनि त्यो दरबार क्षेत्र हाम्रो राम्रीहङकै दरबार क्षेत्र हो भनेर यहाँबाट प्रमाणित हुन्छ। त्यहाँ हामीसँग मुन्दुम छ, मुन्दुमसँग कनेक्ट गरिएको छ। त्यो हो। यसो भन्दै गर्दा अब हामी के चाहिँ गर्नै पर्छ भन्दाखेरि वैज्ञानिक तरिकाले त्यहाँको आर्कियोलोजिकल र स्ट्रक्चरल इभिडेन्स हामीले खोज्नुपर्छ। सम्भवतः यो कुरा गाउँपालिकाले गरिरहेको भन्ने मैले बुझिरहेको छु। गत साल मात्रै बजेट व्यवस्थापन पनि भएको थियो। यसमा आदरणीय व्यक्तित्व डाक्टर हरिदोस जुले पनि यसमा सहयोग गरिरहनु भएको भन्ने मैले इन्फर्मल्ली बुझेको छु। तर आज फर्मल्ली बुझ्न पाएको अझ राम्रो हुन्थ्यो भनेर खोजेको। अब हाम्रो एउटै दायित्व, सबभन्दा महत्त्वपूर्ण दायित्व भनेको चाहिँ जुन हाम्रो ओगाडेन दरबार क्षेत्रलाई आर्कियोलोजिकल र स्ट्रक्चरल इभिडेन्स हामीले ल्याएर त्यसको रिपोर्ट तयार गरेर पुरातत्व विभागमा हामीले दर्ता गरेर नेपाल सरकारको कानुन र प्रशासनिक क्षेत्रबाट रिकग्नाइज गर्नुभयो। ओगाडेन दरबार क्षेत्र भनेको चाहिँ यो नेपाल राष्ट्रको चाहिँ पुरातात्विक क्षेत्र हो भन्ने कुरा दर्ता नगरेसम्म र नेपाल सरकारले त्यो कुरा रिकग्नाइज गरिसके पछाडि चाहिँ हामीले त्यहाँ ओगाडेनको कति जग्गा चाहिने, ओगाडेनमा कस्तो खालको दरबार बनाउनु पर्ने भन्ने कुराको बजेट व्यवस्थापन अवश्य पनि हुन्छ। त्यसपछि सोलुखुम्बुसँग हाम्रो ओगाडेन दरबारको कनेक्टिभिटी मिलाएर हामीले आन्तरिक र बाह्य पर्यटनको वृद्धि पनि गर्न सक्छौँ। यसैले मैले अघि सगरमाथा कुरा जोडेको थिएँ। सगरमाथा र हाम्रो ओगाडेन दरबार क्षेत्रको यसरी कनेक्टिभिटी जोड्यौँ भने हामी नेचुरल्ली र कल्चरल्ली हाम्रो सोलुखुम्बु धनी हुन्छ। त्यो भइसके पछाडि सोलुखुम्बुमा थुलुङ भाषीहरू मात्र होइन, सोलुखुम्बु जिल्लामा बस्ने सबै भाषाभाषी सबै समुदायको साझा सम्पत्ति बन्नेछ र अन्तमा यो सिङ्गो नेपालको सम्पत्ति बन्नेछ भन्ने कुरा मैले बुझेको छु। यो कुरामा जुन अग्रसरता लिएर गाउँपालिकाले यसै गरी यो चाहिँ एउटा ओगाडेन दरबार क्षेत्रको एउटा कमिटीले यो अन्तर्क्रिया कार्यक्रम राख्नुभयो, यो अत्यन्तै आवश्यक कार्यक्रम राख्नुको यसमा धन्यवाद व्यक्त गर्दै अन्य हामीले एउटा राजनीतिक व्यक्तिको हिसाबले अथवा एउटा चाहिँ थुलुङवासीको एउटा सदस्य भएको हैसियतले मैले गर्नुपर्ने कुरा, मैले गर्न सक्ने सहयोगहरू मैले के गर्न सक्छु भन्ने कुरामा म सदा तयार छु, सदा मैले सहयोग गर्नेछु भन्ने बाचा पनि गर्दै पुनः यस आयोजक कमिटीले निमन्त्रणा गरेर केही आफ्नो भनाइहरू समेत राख्ने दिने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै यो कार्यक्रममा विशेष गरेर हाम्रो डाक्टर हरिदोस राईज्यूको सहभागिता अत्यन्तै महत्त्वपूर्ण छ। उहाँले पछि आफ्नो कुराहरू चाहिँ अहिलेको प्रचलित कानुन नियम र उहाँले लुम्बिनी विकास कोषमा एज अ इन्फर्मेसन अफिसरको रूपमा गरिरहनु भएको उहाँले अध्ययन गरिरहनु कुराहरू पनि हामीले सविस्तार बताउनुहुनेछ। हामी अझ धेरै इन्फर्मेसन यहाँबाट चाहिँ लिएर जानेछौँ भन्ने कुरा राख्दै म बिदा हुन्छु। हस्, नमस्कार युवा।